नमस्कार, म देबु अर्याल। तपाईहरूले गर्नुभएको रिक्वेस्ट, देखाउनु भएको माया र तपाईहरूले सोध्नु भएको विभिन्न क्वेसनहरूको एन्सर दिँदै म उपस्थित भएको छु। पक्कै पनि है। अब फेरि पनि मैले आफ्नो मिडिया जर्नीलाई कन्टिन्यू गर्ने सोच बनाएको छु। यो भनेको तपाईहरूको माया, सपोर्ट र तपाईहरूलाई थोरै भए पनि टाइम दिने मेरो बाछा भयो। है त। अब भने म थोरै कतिजनाले मेरो युट्युब च्यानल त भिजिट गर्नुभएको छैन होला, कतिजनाले मेरो युट्युब च्यानलमा चाहिँ सब्सक्राइब गर्नुभएको छैन होला। पक्कै पनि त्यहाँ धेरै एक्टिभ भिडियोहरू त राखेको छैन मैले। अब भने चाहिँ तपाईहरूको माग अनुसार, तपाईहरूले दिनुभएको सल्लाह सुझाव अनुसार म जाने र मैले गर्न सक्ने कतिसम्म समय दिन सक्छु, कतिसम्म मेरो शब्दबाट यहाँहरूलाई सहयोग गर्न सक्छु, शब्दको मार्फत मेरो प्रयास रहनेछ। र यो मेरो बाचा रहनेछ कि आजको दिनदेखिबाट यहाँहरूले गर्नुभएको धेरै पहिलादेखिको रिक्वेस्ट र मलाई आएको म्यासेजहरू र गुनासोहरू अब आगामी दिनहरूमा नहोस् है। म कमब्याक भएको छु तपाईहरूको साथ, सपोर्ट र माया र हौसलाले गर्दाखेरि हो। र सबै पुरा मैले यो भिडियो बनाइराख्दाखेरि चाहिँ मैले रेकर्ड भन्दा पनि मैले टिकटकको भिडियो रेकर्डबाट चाहिँ भिडियो बनाइरहेको भएर यसमा केही इफेक्ट अनि केही चाहिँ सीमित मिनेटहरू मात्र हुन सक्छ। र पुरा भिडियो हेर्नको लागि चाहिँ यहाँहरूले युट्युब च्यानल भिजिट गर्नै पर्छ। मैले यहाँ चाहिँ मेरो टिकटकमा चाहिँ थोरै क्लिप्स मात्र राख्छु र युट्युब च्यानलमा जानको लागि गाह्रो छैन। मेरो प्रोफाइलमा, टिकटकको यसको प्रोफाइलमा मेरो युट्युबको लिङ्क छ। डाइरेक्ट त्यहाँ क्लिक गरेर पनि जान सक्नुहुन्छ। होइन भने तपाईँले डाइरेक्ट युट्युब अन गरेर DEVUARYAL अर्याल सर्च गर्नुभयो भने पनि त्यहाँ मेरो युट्युब च्यानल तपाईँले भेट्न सक्नुहुन्छ है त। अब यति भन्दै म किन र कसरी अनि हजुरहरूको के क्वेसन थियो भनेर जसलाई थाहा छैन उहाँहरूलाई धेरै जिज्ञासा हुन सक्छ र यहाँहरूको सल्लाह सुझाव, यहाँहरूले गर्नुभएका क्वेसनहरू धेरै छन्, तर मैले त्यो सबै टिप्न सकेको छैन, त्यो सबै टिपेको छैन पनि। र आशा छ आगामी दिनहरूमा मैले जति पनि भिडियोहरू अपलोड गर्दै जान्छु टिकटकको मार्फत र युट्युबको मार्फत, यहाँहरूले त्यहाँ निर्धक्कसँग आफूलाई लागेको कुरा, आफूमा केही भएका समस्याहरू जुन मैले मेरो शब्दबाट चाहिँ समाधान गर्न सक्छु या एन्सर दिन सक्छु, त्यो कुराहरू चाहिँ यहाँहरूले चाहिँ निर्धक्कसँग है त कमेन्ट ड्रप गर्न सक्नुहुन्छ। र आशा छ यहाँहरूले मलाई आफ्नै सम्झेर र यहाँलाई लागेका कुराहरूको जुनै समस्या या कुनै केही कुराहरूमा तपाईँ कन्फ्युज हुनुहुन्छ या तपाईँले चाहिँ यो कुरा चाहिँ देबुले भनिदिए हुन्थ्यो, क्लियर गरिदिए हुन्थ्यो भन्ने केही कुराहरू छ भने तपाईँले निर्धक्कसँग राख्न सक्नुहुन्छ। र मैले बनाएका भिडियोहरूमा यहाँलाई लागेको कमी कमजोरी या मैले चाहिँ दिएको सल्लाह सुझावहरूमा अझै पनि यहाँलाई लागेको बेस्ट सल्लाह सुझावहरू पनि कमेन्ट मार्फत दिन सक्नुहुन्छ। र आजको बसाइमा म थोरै मात्रै टपिकको थोरै मात्र कुराकानी गर्छु। त्यसपछि यहाँहरूले राख्नु भएका कमेन्ट अनुसार र यहाँहरूले उठाउनु भएका विषयवस्तुमा चाहिँ कुराकानीहरू गर्ने प्रयास गर्नेछु। अब सुरु गरौँ। तपाईँहरूको पर्मिसन पनि त चाहियो नि होइन तपाईँहरूसँगको, किनभने तपाईँहरूको माया, सल्लाह सुझाव र हौसलाले नै आज मलाई चाहिँ भिडियो नबनाइकन बस्न सकिनँ है। अब तपाईँहरूले कतिको माया दिनुहुन्छ योभन्दा अगाडि चाहिँ अब सबै जिम्मेवारी चाहिँ मैले तपाईँहरूमा सुम्पिनेछु। थोरै आज म परदेशमा छु, कतिजनालाई थाहा छ, कतिजनालाई थाहा छैन होला है। म परदेशमा छु र पक्कै पनि परदेशमा बसिराख्दाखेरि परदेशमा रहनुभएका परदेशीहरूको मनोभाव र परदेशीहरूले भोग्नुभएका केही समस्या र त्यो समस्याको थोरै भए पनि कसरी समाधान गर्न सकिन्छ र हामी स्वदेशमा बसेका आफ्नो आफन्त र हाम्रो फ्यामिली मेम्बरहरूले चाहिँ
हामीले गरेका क्रियाकलाप या हामीले राखेका कुराहरू र हामीले भनेका र शेयर गरेका कुराहरूले परदेशमा बस्ने आफ्नो आफन्तलाई कस्तो असर परिरहेको हुन्छ भन्ने त्यो विषयमा थोरै कुराकानी गर्ने प्रयास गर्नेछु र पुरा भिडियो हेर्नको लागि त त्यही नै हो है त। हजुरहरू युट्युब चाहिँ भिजिट गर्नै पर्छ। लगभग मैले यसमा 2-3 मिनेटको भिडियो चाहिँ अटेसम्म, अझै त्योभन्दा बढी पनि हुनसक्छ र यसमा जे जति भिडियोहरू अट्छ त्यो भिडियोहरू म राखेर बाँकी भिडियोको चाहिँ यही श्रृङ्खलाको कन्टिन्यू नै तपाईँले युट्युबमा पनि हेर्न सक्नुहुन्छ है त। आजको टपिक छ परदेशमा बस्नुभएको परदेशीहरूलाई लागेको र उहाँहरूले भोग्नु भएको र कतिजना हस्बेन्डले वाइफले हस्बेन्ड अनि आफ्नो आफन्तहरू या साथीभाइहरूबाट चाहिँ उहाँहरूले भोग्नु भएका कुराहरू, उहाँहरूले फिल गर्नुभएका कुराहरू पछिल्लो समय सोसल मिडियामा देखेका विभिन्न न्युजहरू, आएका विभिन्न घटनाहरूले साँच्चीकै मन भावुक बनाउँछ। साँच्चीकै हुन नहुने थियो, साँच्चीकै यति साह्रो गर्न नहुने थियो। तपाईले तपाईलाई नै हरेक कुराको समस्या देखाएर तपाईलाई नै सकाउनु भयो भने तपाई सकिसकेपछि त केही कुराको केही अर्थ नै भएन। तपाई हुनुहुन्छ र सबै कुराको अर्थ छ। दुःख सुख घृणा माया हरेक कुराहरू, तर तपाईले नै तपाईलाई हराएर तपाईले तपाईलाई नै सकाउनु भयो भने के पनि छैन। प्लिज सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुबा परदेशमा जतिजना पनि हुनुहुन्छ, पहिलो काम हामी यो गरौँ, मेरो कर्तव्य, मेरो आफ्नो आफन्त, मेरो परिवार, मेरो स्वास्नी, मेरो लोग्ने, मेरो छोराछोरी, मेरो सबै कुरा मेरो 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 हाम्रो 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 र हामी भन्दै यो बीचमा म भन्ने तपाईले बिर्सिनु भयो। तपाई पहिला हामी सबैले बिर्सिएका मलाई खोजौं न आज र अहिलेबाट। प्लिज मेरो बिन्ती भयो। सम्पूर्ण परदेशमा बस्नुभएका सम्पूर्ण परदेशीहरूलाई मेरो बिन्ती भयो, आजैबाट र अहिलेबाट म खोजौं न। हामी र मेरो जिम्मेवारी भन्दै म भुलेर मलाई नै सकाएपछि हामी र हाम्रो के अर्थ? विभिन्न सोशल मिडियाहरूमा पछिल्लो समय देखिएका, सुनिएका र सुन्नमा आएका घटनाहरूले मन चिया बनाउँछ। हामी स्वदेशमा बसेका घर फ्यामिली सदस्यहरूले एकचोटि तपाईहरूले तपाईको परदेशमा रहनु भएको आफ्नो आफन्तसँग राख्ने गरेको कुराकानीहरूमा र तपाईले सोच्ने गरेको, उहाँहरूसँग गर्ने गरेको कुराकानी, उहाँहरूलाई सोध्ने गरेको क्वेशनहरूमा एकचोटि विचार गर्ने पो हो कि? परदेशमा बस्ने परदेशीहरू धेरै कुराबाट ट्रबल भइरहेका हुन्छन्। यसै पनि एक्लोपन, यसै पनि परदेशी भनिसकेपछि र परदेशमा भइसकेपछि आउने नाना थरीका सकारात्मक नकारात्मक धेरै थिङ्किङहरू उहाँहरूमा अलरेडी नै हुन्छ। त्यसपछि तपाई घर फ्यामिलीबाट सोधिने क्वेशनहरूले उहाँलाई त्यो धेरै थिङ्किङमा अझै धेरै थिङ्किङ गर्नको लागि, अझै धेरै सोच्नको लागि बाध्य बनाएको हुन सक्छ। यो भनिराख्दाखेरि यसको समस्या साँच्चीकै मेन समस्या के हो, यो समस्याको समाधान कसरी गर्न सकिन्छ, यो समस्या यो हो कि यो हो कि यो हो कि, यसरी समस्याको समाधान गर्न सकिन्छ कि भन्ने कुराहरू म कन्टिन्यू लिएर आउने नै छु। आजको बसाइलाई म यसैमा यतिमै टुङ्ग्याउन चाहन्छु। यसैमा भन्दा पनि स्क्रिप्ट छैन है, स्क्रिप्ट छैन।
मलाई लागेको साँच्चीकै मनैदेखि लागेको कुराहरू हजुरहरूसँग गरिराख्दाखेरि कति कुराहरूमा टङ स्लिप होला, कति कुराहरूमा मैले बोलेका वर्डहरूमा चाहिँ मिक्स पक्कै पनि हुन्छ। सकेसम्म चाहिँ अब कि नेपाली मात्रै कि इङ्ग्लिस मात्रै भन्ने कुराहरू पनि आउँछ। तपाईँहरूको धेरै कुराहरू आउँछ, डेफिनेटली म त्यो हेर्नेछु, सुन्नेछु।